90% मानिसहरूलाई यो कुरा कहिले पनि थाहा हुँदैन। यदि तपाईँ टिचर हुनुहुन्छ, ट्रेनर हुनुहुन्छ या तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने पनि यो भिडियो तपाईँका लागि एकदमै उपयोगी बन्न सक्छ। यो भिडियोमा तपाईँले सिक्नुहुनेछ कसरी ट्रेन्डिङ टपिकमा ह्यान्डराइटिङ स्टाइलमा स्लाइड तयार गर्ने भनेर सिक्नुहुनेछ र त्यसबाट तपाईँले कसरी एकदमै ट्रेन्डिङ टपिकमा कस्ता स्लाइडहरू बनाउन सकिन्छ भनेर पनि थाहा पाउनुहुनेछ। फरक तरिकाले तपाईँले यसलाई प्र्याक्टिकल्ली प्रयोग गर्न पनि सक्नुहुनेछ। त्यसको लागि अब हामी जाउँ कसरी स्लाइड तयार गर्न सकिन्छ भन्ने कुरातिर है। अब त्यसको लागि तपाईँ गुगल क्रोम ब्राउजरमा जान सक्नुहुन्छ र त्यहाँ गएर तपाईँले नोटबुक एलएम भनेर सर्च गर्नुहोला। नोटबुक एलएम भनेर सर्च गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ सुरुमा तपाईँको र यसलाई क्लिक गर्नुहोला। यहाँ यस्तो क्लिक गरिसकेपछि ट्राई नोटबुक एलएम भन्ने अप्सन हुन्छ यो बिचमा, यसमा क्लिक गर्नुहोला। अब यसमा क्लिक गरिसकेपछि तपाईँको अब यस्तो खालको छ। मैले अब यसलाई तपाईँले कुनै एउटा जिमेल आइडीबाट यसलाई लगइन गर्नुहोला। अब तपाईँले कुनै पनि एउटा जिमेल आइडीबाट यसलाई लगइन गर्नुहोला। लगइन गरिसकेपछि के हुन्छ भने यहाँ क्रिएट न्यू भन्ने एउटा अप्सन हुन्छ, यसमा क्लिक गर्नुहोला। अब त्योभन्दा पहिला तपाईँले यसलाई के गर्नुहोला, यहाँ दाहिने साइडतिर के छ, यहाँ माथि सेटिङको अप्सन छ, सेटिङमा क्लिक गर्नुहोला। यहाँ आउटपुट ल्याङ्ग्वेज भन्ने हुन्छ, आउटपुट ल्याङ्ग्वेजमा क्लिक गर्नुहोला। अनि तपाईँले यहाँ भाषा सिलेक्ट गर्नुहोला। यहाँनिर एउटा एरो छ, यसमा क्लिक गर्नुहोला। यहाँ भाषा आउँछ, यो तपाईँले कुन भाषा गराउन चाहनुहुन्छ त्यो भाषा तपाईँले यहाँ सेट गर्नुहोला। जस्तो कि मैले अहिले नेपाली भाषा नै सेट गरेको छु। यस्तो भइसकेपछि अब क्रिएट नोटबुक एलएम भन्ने हुन्छ, एड सोर्समा क्लिक गर्नुहोला। यहाँ तपाईँले के गर्नुहुन्छ, कुनै यहाँ इन्टरनेटमा भएका कुराहरूबाट पनि तपाईँले आफ्नो कुनै टपिक सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तो कि वेब सर्च गर्न सक्नुहुन्छ र त्यसै गरी यहाँ फास्ट सर्च भनेको तपाईँले डिप सर्च गर्न चाहनुहुन्छ कि फास्ट रिसर्च गर्न चाहनुहुन्छ। मैले अहिले फास्टमै राखेँ। अब कुनै तपाईँसँग कुनै फाइल छ भने त्यो अपलोड गरेर तपाईँले स्लाइड बनाउन सक्नुहुन्छ र त्यसै गरी तपाईँले कुनै युट्युबको भिडियोको लिङ्क ल्याएर यहाँ अपलोड गरेर पनि गर्न सक्नुहुन्छ। त्यसै गरी अर्को ड्राइभबाट गर्न सक्नुहुन्छ, कुनै कपी टेक्स्ट छ भने त्यो पनि गर्न सक्नुहुन्छ। म अहिले तपाईँलाई कक्षा 9 को सामाजिक अध्ययन विषयबाट कुनै एउटा पाठ ल्याएर तपाईँलाई स्लाइड बनाएर देखाउनेछु। त्यसको लागि तपाईँले अब सबैभन्दा पहिला त्यो विषय ल्याउनको लागि तपाईँले लोमा एजुकेसन, जस्तो कि लोमा एजुकेसन भनेर सर्च गर्नुहोला। LOMA लोमा एजुकेसन भनेर सर्च गर्नुहोला। यस्तो खालको लोमा एजुकेसन फर अल इन नेपाल भनेर आउने गर्छ। यसलाई क्लिक गर्नुहोला। यस्तो खालको इन्टरफेस खुल्छ। त्यस पछाडि लोमा अनलाइन भन्ने छ यहाँ तल, यसमा क्लिक गर्नुहोला। त्यस पछाडि यहाँ 1 देखि 12 क्लाससम्मका किताबहरू पाइन्छन्। यहाँ के हुन्छ भने कम्पलसरी किताबहरू सबै पाइन्छन्, यसमा कम्पलसरी बुकहरू यस सबै हुन्छन्। मैले अहिले कक्षा 9 मा क्लिक गरेँ। त्यस पछाडि तपाईँले सामाजिक अध्ययन, तपाईँ कुन विषयको टिचर हुनुहुन्छ त्यो आफ्नो विषयअनुसार क्लिक गर्नुहोला र त्यस पछाडि तपाईँले अब यहाँ पाठहरू देख्न सक्नुहुन्छ जति पनि हुन्छन् र तपाईँले अब कुन विषय कुन पाठको चाहिएको छ। जस्तो कि मैले अहिले के लिन्छु भने नेपालमा प्रचलित धर्मावलम्बी भन्ने छ, नेपालमा नेपाली चित्रकला भनेर लगौँ यसलाई। अब नेपाली चित्रकला विषयलाई यसरी सिलेक्ट गर्नुहोला। अनि त्यस पछाडि यस्तो खालको स्लाइड खुल्छ, सिलेक्ट गर्नुहोला। नेपाली चित्रकला भनेर सिलेक्ट गर्नुहोला। अनि यस्तो खालको नेपाली चित्रकला भनेर यो पाठ खुल्छ पिडिएफमा। तपाईँले अब यो पिडिएफलाई यहाँ दाहिने साइडमा यहाँ के छ, डाउनलोड भन्ने अप्सन छ, यहाँनिर यसमा क्लिक गरेर डाउनलोड गर्नुहोला। अब यो डाउनलोड भइसकेको छ, यहाँ यो माथि डाउनलोड भएको छ, डाउनलोड फाइल टु पिडिएफ भनेर भएको छ। अब यसबाट तपाईँ फेरि के गर्नुहुन्छ, नोटबुक एलएममा जानुहुन्छ। नोटबुक एलएममा गएपछि एड सोर्समा क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले अपलोड फाइल गर्नुहोला। अपलोड फाइल गरेपछि तपाईँको कम्प्युटरमा यो डाउनलोड भएको हुन्छ, कहाँनिर छ त्यो खोज्नुहोला। हामीले अहिले डाउनलोड गरेका छौँ, डाउनलोड फाइल 2 भनेर थियो, यो वाला थियो। यसलाई क्लिक गर्नुहोला। अनि यो क्लिक गरिसकेपछि यहाँ आउँछ डाउनलोड फाइल टु पिडिएफ भनेर यहाँ आइसकेको छ। हाम्रो सोर्स नोटबुक एलएममा आइसकेको छ। यहाँ क्लिक गरिसकेपछि अब तपाईँको फाइल के हुन्छ, यसमा नोटबुक भनेर नेपाली चलचित्र इतिहास र स्वरूप मुक्तकहरू भनेर यसरी यहाँ आएको छ। अब यो आइसकेपछि अब तपाईँलाई यो विषयमा अब तपाईँले स्लाइड बनाउनु छ। त्यसको लागि अब के हुन्छ भने यहाँ सबै दिइसक्यो, तपाईँले यहाँ क्वेसन पनि सोध्न सक्नुहुन्छ। यहाँबाट अन्य कुनै विषयको बारेमा, त्यो पाठमा के कुराहरू छन् त्यो विषयमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। यसको बारेमा नेपाली चित्रकलाका मुख्य प्रकार र तिनका विशेषताहरू के हुन् भनेर पनि हेर्न सक्नुहुन्छ। क्वेसन सोधेर उत्तर पाउन सक्नुहुन्छ। जस्तै यहाँ क्लिक गरिदिनु हो भने चाहिँ यसले एन्सर दिन थाल्छ। यो कुरा हो। ल, यसले एन्सर दिन थालिहाल्यो। अहिले तपाईँले यहाँ पढ्न सक्नुहुन्छ हैन। के छ भन्दाखेरि स्रोतका अनुसार जे हामीले स्रोत दिएका थियौँ त्यही स्रोतका अनुसार यसले दिन्छ। अब हामीलाई स्लाइड बनाउनु थियो, त्यो पनि ह्यान्ड राइटिङ स्टाइलमा बनाउनु थियो हैन। त्यसको लागि तपाईँले के गर्नु होला भनेपछि यता दाहिने साइडतिर यहाँ स्टुडियो भन्ने हुन्छ क्या, यहाँनिर यहाँ धेरैवटा कुराहरू छन्। त्यो मध्ये तपाईँले बेटा स्लाइड डेस्क भन्ने छ, यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ के छ, फर्मेट आउँछ तपाईँको प्रेजेन्टर स्लाइड
र डिटेल्स टेक्स्ट भन्ने छ, तपाईँले एउटा लिनुपर्छ। जस्तो कि मैले अहिले प्रेजेन्टर स्लाइडमा क्लिक गरेँ। अनि त्यस पछाडि भाषा पनि सिलेक्ट गर्नु होला, किनकि अन्य भाषा इङ्ग्लिस छ भने इङ्ग्लिसमा बनाइन्छ फेरि। अब भाषा सिलेक्ट गर्दा नेपाली, अहिले नेपाली यहाँ सिलेक्ट भइसकेको छ। अब तपाईँले कस्तो खालको स्लाइड बनाउने भनेर यहाँ तपाईँले दिनुपर्ने हुन्छ, डिस्क्राइब गर्नुपर्ने हुन्छ। त्यसको लागि अब तपाईँले के गर्नु होला भनेपछि अब कुनै एउटा प्रम्प्ट तपाईँले अब ह्यान्ड राइटिङ बनाउँथ्यो, ह्यान्ड राइटिङवाला बनाउनु पर्ने हुन्छ। त्यसको लागि अब म तपाईँलाई यो प्रम्प्ट मसँग छ एउटा, यो प्रम्प्ट राख्छु। यो प्रम्प्ट मैले भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु, त्यहाँबाट तपाईँले लिन सक्नुहुन्छ। यो प्रम्प्टलाई कपी गर्नु होला। अनि त्यस पछाडि अब तपाईँ जानुहुन्छ नोटबुक एरियामा, यहाँ तपाईँले पेस्ट गरिदिनु होला। यसरी पेस्ट गरिदिनुहुन्छ। अनि त्यस पछाडि यहाँ जेनेरेटमा क्लिक गर्नुभयो भने तपाईँको स्लाइड बन्छ है, मजाले बन्छ, स्लाइड बन्छ। स्लाइड यसले बनाइदिन्छ। ल क्लिक गर्नु होला यसरी। अब यहाँ यसले बनाउँदैछ, यहाँनिर यहाँ तल आउँछ अब जेनेरेटिङ स्लाइड टेक्स्ट भनेर यो अप्सन आएको छ। अब यसले केही छिनमा एकैछिनमा तपाईँको स्लाइड बनाएर रेडी बनाइदिन्छ। यो विशेष गरी टिचरहरूका लागि एकदमै लाभदायक छ। टिचरहरूले यसको फाइदा उठाउन सक्नुहुन्छ। ल यसले अब हामीलाई स्लाइड तयार गरिदियो। अब यसले कस्तो स्लाइड बनाइदिएको छ त त्यो हेर्नको लागि यसलाई क्लिक गर्न सक्छौँ हामीले। यहाँ क्लिक गरिसकेपछि यहाँ स्लाइड देखिन्छ। ल तपाईँले देख्न सक्नुहुन्छ यस्तो खालको हाम्रो ह्यान्ड राइटिङ स्टाइलमा बनाइदिएको छ। जस्तो कि यहाँ देख्न सक्नुहुन्छ नेपाली चित्रकला इतिहास प्रकार र विकास क्रम भनेर तपाईँले यो देख्न सक्नुहुन्छ पहिलो स्लाइड। दोस्रो स्लाइडमा छ धार्मिक र सांस्कृतिक विश्वास भन्ने कुरा छ। र तेस्रोमा छ प्राचीन चित्रहरू किन दुर्लभ छन्, यस्तो छ। तेस्रोमा नेपाली चित्रकला ग्रन्थ चित्र, पौभा चित्र, भित्ति चित्र भनेर राख्यो। तेस्रो चौथो पाँचौँ स्लाइड, यो छैटौँ स्लाइडमा यस्तो बनाइदिएको छ। सातौँ, आठौँ, नौ, त्यसरी 10औँ, 11, 12 हैन, 13, 14, 15 यसरी स्लाइड बनाइदिएको छ। 15वटासम्म स्लाइड बनाइदिएको छ। तपाईँको स्लाइडहरू यसले तयार गरिदिएको छ है। यसरी तपाईँले स्लाइड बनाउन सक्नुहुन्छ। र यसलाई डाउनलोड गर्नको लागि तपाईँले अब के गर्नु पर्यो, अब यसलाई डाउनलोड गर्नको लागि तपाईँले अब केमा डाउनलोड गर्नुहुन्छ त, अब पीडीएफ डाउनलोड गर्नुहुन्छ कि पीपीटी डाउनलोड गर्नुहुन्छ। त्यसको लागि तपाईँले यहाँ डाउनलोड पीडीएफ भन्ने अप्सन छ, तपाईँले डाउनलोड पीडीएफ गर्न सक्नुहुन्छ, डाउनलोड पीपीटी गर्न सक्नुहुन्छ। पावर पोइन्ट पीपीटी भनेर गर्नु भने पावर पोइन्टमा जान्छ। जस्तो कि यहाँ पावर पोइन्टमा क्लिक गर्नु होला। अब तपाईँको स्लाइड पावर पोइन्टमा डाउनलोड हुन्छ। यसलाई पावर पोइन्टमा डाउनलोड भइसकेको छ यो। अब तपाईँले क्लिक गर्दाखेरि यो के हुन्छ, पावर पोइन्टमा क्लिक हुन्छ। अब तपाईँले यसलाई एडिट गर्न सक्नुहुन्छ है। आफ्नो आवश्यकता अनुसार तपाईँले थोरै मोडिफाई गरेर प्रयोग गर्न सक्नुहुन्छ। यो थियो तपाईँले आज सिक्नुभयो एआईबाट कसरी ह्यान्ड राइटिङवाला प्रेजेन्टेसन स्लाइड बनाउन सकिन्छ भनेर। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँ नयाँ नयाँ यस्तै एआई टुलहरूको बारेमा सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला।